हेलो एभ्रिवान, नमस्ते। म बेबिज मेकओभर हजुरहरूको लागि आज एउटा हेल्पफुल भिडियो लिएर आएकी छु। यदि हजुरहरू पनि हेयर कलर गरेर डराइराख्नु भएको छ स्ट्रेट गर्नको लागि भनेपछि हजुरहरू अवश्य भिजिट गर्न सक्नुहुन्छ बेबिज मेकओभरमा। किनभने उहाँ म्यामले पनि एकदम रिसेन्टली कलर गर्नुभएको थियो। उहाँ यति टाढाबाट मलाई ट्रस्ट गरेर आउनुभएको छ। मेरो सोसल मिडिया फलोवर हुनुहुन्छ उहाँ चाहिँ। एकदम भिडियो हेरिराख्नुहुन्छ अरे नि त मेरो, होइन, एकदम मनपर्छ, तपाईँलाई म फलो गर्छु भनेर भन्नुहुँदै थियो नि त। अन्त मलाई एकदम खुसी पनि लाग्यो यो सब सुन्दाखेरि। सोसल मिडियाले मान्छेलाई कहाँदेखि कहाँसम्म पुर्याउँछ, होइन। मेरो फ्रेन्डहरू यति राम्रो राम्रो हुनुहुन्छ, मलाई ट्रस्ट गरेर यति टाढाबाट आउनुभएको छ र उहाँले कलर हेयरमा पनि स्ट्रेट गर्छु भनेर भन्नुभयो। मैले चाहिँ उहाँलाई सजेस्ट पनि गरेको थिएँ केराटिन, बोटोक्स, नेनोप्लास्टी पनि तपाईँले गर्न सक्नुहुन्छ भन्दाखेरि उहाँले चाहिँ म स्ट्रेट नै गर्ने हो म्याम भन्नुभयो नि त। अनि मैले स्ट्रेटनिङ प्रोसेस गरेँ। फर्स्ट क्रिम एप्लिकेसन गरेपछि हेयर वास गरेर आइरनिङतर्फ लागेँ। मैले मेरो स्टुडेन्टहरूलाई हेयर कलरमा कसरी स्ट्रेट गर्नुपर्छ भनेर मैले डिपली नलेज दिइरहेको थियो, किनभने स्टुडेन्टहरूलाई पनि जरुरी हुन्छ। अब स्टुडेन्टहरूले सबै काम कम्प्लिट गरिसकेपछि मैले टचअप दिन लागेँ, किनभने मेरो हातमा भइकन अन्त फिनिसिङ त हुने नै होइन। मेरो स्टुडेन्टहरूलाई गरेको काममा मात्रै म फिनिसिङ दिन सक्दिनँ। मैले एकपल्ट टचअप गरिसकेपछि त्यसको बादमा सेकेन्ड क्रिम एप्लिकेसन गरेँ। अब सेकेन्ड क्रिम लाउँदाखेरि चाहिँ तपाईँहरूले आफ्नो हेयरमा हेरेर याद गर्नु सक्नुहुन्छ। अगर तपाईँको हेयर चाहिँ एकै जग्गा भएर रबर जस्तो भइरहेको छ भने चाहिँ त्यसमा रिजल्ट राम्रो आउने छैन। यहाँनिर त्यस्तो केही भएको छैन, एकदम रिजल्ट राम्रो आउनेवाला छ। म तपाईँहरूलाई देखाउने छु रिजल्ट पनि। ल हेर्नुहोस् है त रिजल्ट कस्तो चाहिँ आएको छ। कलर हेयर गर्दाखेरि यस्तो राम्रो रिजल्ट आउँछ भनेर कसैले सोचेको पनि हुँदैन, तर हामीले गरेर देखाएको छु, होइन। जस्तो मेरो क्लाइन्टले मलाई ट्रस्ट गरेर आउनुभएको छ त्यस्तै रिजल्ट आएको छ। हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ विदाउट आइनिङ हो। यो चाहिँ हेयर वास गरेको बादमा चाहिँ हामीले भिडियो बनाएको। सो थ्याङ्क्स फर वाचिङ, बाई बाई।